गुड मर्निङ। आज चाहिँ डे 2 अफ इन द वाइल्ड अफ चितवन मा चाहिँ हामी उठेर भर्खर ब्रेकफास्टको लागि आएको छौँ। अहिले कति बज्यो? अहिले चाहिँ 5:30 बजिरहेको छ। 5:30 बजी चाहिँ हामी अलरेडी ब्रेकफास्टमा आइसकेको छौँ र 6 बजीबाट चाहिँ हाम्रो मेकअप स्टार्ट हुन्छ। अनि अब डे 2 बाट चाहिँ हामीले कसरी सबै कुरा हाम्रो प्रोसेस हाम्रो सेड्युल चाहिँ म हजुरलाई देखाउनेछु। हेलो, हाई गाइज, के हुँदैछ? हाम्रो मेकअप अलमोस्ट डन भइसक्यो। हेलो सर, गुड मर्निङ। हाम्रो क्यामेरा टेकर है, वान म्यान आर्मी। यहाँ चाहिँ हाम्रो एभ्री डे बिहान चाहिँ पहिला पूजा गरेर बल्ल हामीले शुभारम्भ गर्छौँ। सो यहाँ पूजा भइरहेछ, डिरेक्टर सरले गरिराख्नु भएको छ। यहाँनिर चाहिँ हाम्रो फर्स्ट सुट चाहिँ स्टार्ट भइसक्यो। अनि एनदर लोकेसन, एनदर सिन होइन। अहिले चाहिँ यहाँ अर्को क्यारेक्टरलाई चाहिँ सरले आफै एक्टिङ गरेर देखाइराख्नु भएको छ कसरी गर्ने भनेर। मलाई देख्यो भने बोलाउँछौ के भनेर? बाई बाई बाई। ल्याइदिएको फुल। थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। के गर्ने मैले यति धेरै फुल लगाएर? थ्याङ्क यू। बाई। तिम्रो नाम भनेर जाऊ नि त। ओके ल, बाई। फाइनली हाम्रो लन्च ब्रेक भयो र हामी खाना खाँदैछौँ। अबको सिनको लागि चाहिँ कुसुमको पनि आएको थियो। सो मैले कुसुमलाई रेडी गरेँ। उहाँले ड्रेसहरू लगाइसकेपछि मैले हाम्रो अब मैले उहाँको मेकअप गरिदिने हो। भित्र चाहिँ यहाँ रेडी भइसक्नु भएको छ। कुसुम कुसुम पनि रेडी भइसक्यो। हेलो, यहाँ पनि रेडी भइसक्नु भयो। र अब चाहिँ हामी सुटको लागि सुटमा जान्छौँ र उहाँ पनि रेडी हुँदै हुनुहुन्छ। हेलो ल, डाइरेक्टर साहब हजुरलाई के भन्नु छ? मसँग हेतेरी म होइन हेर्दाखेरि कलाकार जस्तो लाग्छ मान्छे। ओए धेरै हैन है। र अब भने हामी अर्को लोकेसनमा जाँदैछौँ अर्को सिनको लागि। हाम्रो नेक्स्ट सिनको चाहिँ सुट स्टार्ट भइसक्यो। यो ठाउँको नाम के हो? म चाहिँ अब साइकल राइड हान्छु। यो चाहिँ मेरो साइकल होइन, यो चाहिँ रितुको साइकल है। रितु, आज तिमी र म के गरेको भन्दै हो? रेस गरेको। साइकल रेस कसले जित्यो नि? मैले। One take and done हो। Oh my god। सुटिङ भइला बुला त्यति हो त्यति हो नमारे माया त्यति हो। अरे माया त्यति हो त्यति हो मेरो लागि मनमा उम्रेको माया त्यति हो। नमारे माया नमारे माया मेरो लागि पर्छ नबसे त्यति हो। सो यहाँ चाहिँ हामीले फेरि नेक्स्ट सिनको लागि उसको मेकअप र हेयर चेन्ज गऱ्यौँ। र मलाई चाहिँ उहाँ दिदीहरूले हेल्प गरिदिँदै हुनुहुन्छ कुसुमलाई साडी लगाउनको लागि, उहाँहरूको ड्रेस लगाउनको लागि। साथीहरू, हामी चाहिँ बिहाइन्ड द सिन ब्लगमा म आफै डाइरेक्टर आज क्यामेरा अगाडि आइसकेको छु। मसँग मेरो मोडल विकसित शर्मा यहाँ आइसक्नु भएको छ। हाम्रो चाहिँ अब रामदाई, यो चाहिँ मेरो बिहाइन्ड द सिन ब्लग। फोटो हेर्ने हो नि। एन्ड कसले सक्नु नि ल दाइ हेर्नु त। ए हाम्रै यहाँ पनि यहीँ बसिरहनु भएको छ। लुग्रु 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 बसिरहनु भएको छ। हाम्रो यहाँ मोडल पनि हुनुहुन्छ। उहाँको पनि उहाँको बुवा नमस्कार। अनि हाम्रो यहाँ सेटअप हुँदैछ टक्क चट्ट। केही छ भने लाइटै छेक्दिएर के भन्ने? केही छ भने भन्नलाई धेरै छ। थ्यांक यू सो मच फर वाचिङ अस। हामी अब यहाँ तक सट रामदाईलाई फेरि फोकस। क्यामेराम्यान जल्दी फोकस गर। She looks absolutely beautiful as you can see. र अहिले इन्जोय गरिरहेछ आफ्नो लुकलाई। आशा लाग्दैछ यहाँ रेडी हुँदैछ सबै कुरा।
र हाम्रो आर्टिस्टहरू पनि आइसक्नुभयो आफ्नो डान्स देखाउनको लागि। यहाँ सिन सुट हुन लागिसक्यो र लास्टमा हामीले मजाले डान्स इन्जोय गऱ्यौँ। ओ माई गॉड, यस्तो मिठो खाना। खाना कस्तो हो भाइ? खाना कस्तो थियो? दामी। मौसम सर, खाना कस्तो छ? गाइज, खाना कस्तो छ? खाना यति मिठो थियो कि मैले केही पनि नफाली खाएँ। र इट्स टाइम टु से गुड नाइट गाइज। अलरेडी 11:30 भइसकेको छ। कल टाइम बिहान 7 बजे छ। सो हामी गयौँ। बाई बाई, गुड नाइट, टेक केयर।